हेलो साथीहरु, स्वागत छ तपाईहरुलाई मेरो ब्लगमा। आज चाहिँ म धेरै समयपछि इक्जिङ गाउँमा आएको छु। तपाईहरुले मेरो पछाडि देख्नु भएको छ है, यो चाहिँ झोलुङ्गे पुल इक्जिङ गाउँको एकदम भाइरल छ, एकदम ठुलो छ है, कति डरलाग्दो छ तर एकदम राम्रो छ। तपाईहरु पनि आउनु यो ठाउँमा घुम्नलाई। सो हामी चाहिँ अहिले संगति जाँदै छौं। परमेश्वरलाई धन्यवाद भएको होस् है। म देखाउँछु तपाईहरुलाई। सो दाइहरु चाहिँ म गइसक्नु भयो, हेर्न सक्नुहुन्छ। यति ठुलो छ है, यो चाहिँ कति गहिरो पनि छ अनि कति लामो पनि छ। धेरै राम्रो छ यो ठाउँ चाहिँ हैन, फर्की फेरि आउन मन लाग्छ है। यो ठाउँहरू एकदम सुन्दर छ, यता वरिपरि हेर्न सक्नुहुन्छ है। अनि सो जस्तो चाहिँ पछाडि भिडियो बनाउँदै हुनुहुन्छ म पनि। यो ठाउँमा तपाईँहरू पनि घुम्न आउनु होला है। म यो पुल देखाउँछु, कति धेरै लामो छ यो पुल चाहिँ, यति लामो छ। हामी चाहिँ अहिले पारिसँग जाँदैछ अनि गहिरो पनि यति गहिरो छ कि हेर्न सक्नुहुन्छ। पुरै डरै लाग्छ है, डर पनि लागिरहेको छ अलिअलि होइन। सो गाइज